अहिले चाहिँ हामी कुम्सरामा आएका छौँ होइन। माननीय सांसद रविलाल डुम्रेज्यू हामी सब जाऊँ न। ओके उहाँ बोल्न त जान्दिनँ भनिसकेको अनि यहाँ आउने सबैलाई मेरो नमस्कार। हामीले कुरा राख्न पहिलो प्रथममा त हाम्रो यो बाटै हो। यहाँसम्म त हो सरकारी कता परेको थियो। यहाँबाट यता त अब हेर्ने अरू कोही चाहिँ संसदजीहरू अनि नगरपालिका वार्डबाट हेर्ने, अरूले हेर्दैन। यहाँले बसेर हुन्छ अब सके केन्द्र सके त्यो सर्भिस तथा गाउँहरू पनि आउनुहुन्छ। चिज नै त ग्राभलिङ तपाईँले गरिदिनु भयो भने हामीलाई सुविधा हुन्थ्यो भन्ने दुःख कति नै छ। अस्ति भर्खर जोडेर आएर बनाएको नै योभन्दा अघि कति युवा थियो, कति कस्तो थियो यहाँबाट आउनेलाई पनि सबै थाहा छैन। एक नम्बरमा हाम्रो सिँचाइको कम्ती माथि छ, त्यसले मात्रै अलिकति हामीलाई पुगेन। त्यत्रै फेरि अलिक यतातिर पनि बनाउने भन्ने सोचेर यहाँ सबैले अलिकति हाम्रो पनि अब सुरु गरेपछि अब हजुरले 5-10 दिनपछि आएपछि आएपछि यहाँ रोपाइ गर्छन्। जब सुरु भएको मुलछुट्टी हेर्ने पनि यहाँ उदयछुट्टी हुने पानीको त अब सबै कुरा पछि गर्दै गर्ने उहाँबाट नगरपालिकाबाट पनि हामीले सानो कुरा छ। हाम्रो एक नम्बरमा त बाटै दुख्न मात्रै हाम्रो पहिला यो माथि त 10 लाखको परियोजना हो, 1 लाख रुपियाँ जान्छ। त्यसमा अलिकति हाम्रो कमिसनले पुगेन, त्यो एउटा दुईवटा कुरा एकदम मनमा राखिदिनु होला हाम्रो माननीयज्यूको। र निर्वाचनभन्दा अगाडि पनि यही ठाउँमा यसरी नै बसेर हामीले गफगाफ गर्दै थियौँ। यहाँ चाहिँ हजुरहरूले सानो त्यो ढुङ्गाहरू केही कामहरू गर्दै पनि हुनुहुन्थ्यो। यही ठाउँमा काम गर्दै जाँदाखेरि त्यहाँ बाहिर चाहिँ हामीले यही कुराहरूमा डिस्कसन पनि गरेका थियौँ। र हुन्छ हामी चाहिँ यसपटकलाई चाहिँ परिवर्तन गर्छौँ भनेर हजुरहरूले मलाई चाहिँ आश्वासन दिनुभएको थियो। त्यही अनुसार नै मत पनि परिवर्तन गरेर निर्वाचित पनि गराउनु भएको छ। सर्वप्रथम त यो निर्वाचनपछिको यो औपचारिक पहिलो भेटघाट पनि हो। हजुरहरूले जसरी मतदान गर्नुभएको छ त्यसको लागि आभार र धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अघि पूर्व वडा अध्यक्ष पनि हुनुभएको रहेछ। उहाँले चाहिँ एकदमै राम्रो आफ्नो गुनासोहरू सुझावहरू पनि एउटा सुझावको रूपमा पनि हेरेको छु। यस्तो पाएको भनौँ न पहिलेदेखि समाजमा योगदान पुर्याउनु भएका बुढाहरूलाई भेट्दाखेरिमा दाइहरूलाई भेट्दाखेरिमा उहाँहरूबाट हामी लिनुपर्ने धेरै कुराहरू छन्। हो बनाउने देश बनाउने सैन्य बनाउने वालिङ बनाउने भन्ने कुरामा एकदम ढुकुटी छ। तर बुढाहरूसँग जुन किसिमको ज्ञान छ, जुन किसिमको अनुभव छ, त्यो कुराहरू हामीले अनुसरण गर्नुपर्छ। किनभने हामीसँग एकदम जोस जाँगर छ, हामीले गर्नुपर्छ भन्ने ढुकुटी छ। तर उहाँहरूसँग भए जस्तो अनुभव छैन नि त। बुढाहरूसँग त्यो अनुभव जस्तै बुढाले भन्दै गर्दा पनि के भन्नुभयो, हामीले यस्ता सानासाना कुराहरू त हामीले पालिकामा पनि भन्न सक्छौँ। अरू प्रदेश र सङ्घबाट गर्नुपर्ने कुराहरू चाहिँ यो हो भनेर त्यसरी हामीलाई चाहिँ त्यो खालको मार्गनिर्देश गर्नुभएको छ। त्यसको लागि पनि हजुरलाई पनि धन्यवाद दिन चाहन्छु। र बाटोको विषयमा जुन कुराहरू गर्नुभएको छ, बाटोको विषयमा जस्तै अहिले तत्कालै सबैतिरका बाटाहरू बनाउनलाई त जान्नु भएको छ। देशको ढुकुटी पनि सानै छ। हामीलाई पनि मन छ एउटा प्रतिनिधिको रूपमा चाहिँ सबैतिर काम चाहिँ अहिले गर्न पाएर जनतालाई सेवा सुविधा दिन पाएँ भन्ने मन हुँदाहुँदै पनि कतिपय ठाउँहरूमा बन्दै जस्तै यही पनि काठमाडौँ निस्किनेसम्मको बाटो त केही हदसम्म त बन्दै आइरहेको बहुवर्षीय थियो। त्यसमा अलिकति विभिन्न उस पनि भयो, मुद्दा मामिला पनि भयो। अहिले सुध्रिएर त्यो कामहरू पनि हुँदै पनि आएको छ। र समग्र यहाँसम्म आउने बाटोको विषयमा पनि समग्र मेरो चाहिँ ध्यान आकर्षण भएको छ। आगामी दिनमा पनि
पक्कै पनि के कसरी सकिन्छ कसरी हुन्छ हजुरहरूसँग सल्लाह सुझाव नै लिएर यो बाटोलाई चाहिँ बनाउने कुरामा निर्माण गर्ने कुरामा चाहिँ कर्मैसँग अहिलेकै वर्ष सबैतिरका नसके पनि हामीले कर्मैसँग प्राथमिकताका आधारमा एकदमै हजुरहरूका समस्या भनेका मेरा एउटा प्रतिनिधिको रूपमा मेरा पनि समस्या हुन् त्यसमा त्यो समाधान गर्ने चाहिँ मेरो पनि त आफ्नो दायित्वभित्र पर्छ नि तर ती गुनासोहरू राख्ने हजुरहरूको पनि अधिकार हो आफ्नो प्रतिनिधिलाई त गुनासो राख्न पाउनु पऱ्यो भनेपछि गुनासो राख्ने र यसलाई चाहिँ बनाउनको लागि पहल गर्नुपर्ने ठाउँमा चाहिँ पक्कै पनि कर्मैसँग अहिलेकै वर्ष 2 वर्षभित्रमै नभए पनि केही वर्षमा चाहिँ के कसरी सकिन्छ कर्मैसँगमा तलबाट बन्दै पनि आएको अवस्था छ त्यसलाई चाहिँ अलिकति छिटो गरेर हजुरहरूलाई सुविधा दिने गरेर पक्कै पनि अगाडि बढ्छौँ र अर्को बुवाले सिँचाइको विषयमा कुराकानी गर्नुभएको छ एउटा ट्याङ्की बनिसकेको छ जसले चाहिँ पर्याप्त भएन अर्को पनि ट्याङ्की बनाउन पाएदेखि त्यसमा सञ्चय गरेर पानी सानो मूल सानो भएपछि एकछिनसम्म सञ्चय गरेर अनि त्यसपछि सर्लक गर्न पाइयो भने रोपाइ गर्नेदेखि लिएर खेत सिँचाइ गर्ने होला अरू बिरुवाका सिँचाइका कुराहरू छन् विभिन्न कुराहरू छन् त्यसमा चाहिँ सहज हुन्थ्यो भन्ने कुरामा पनि मेरो ध्यान आकर्षण भएको जानकारी गराउन चाहन्छु र विशेष गरेर आज कार्यक्रमहरू धेरै ठाउँमा यसरी नै भेटघाट अन्तर्क्रिया कार्यक्रम भएको भएर हामीहरू आउँदै गर्दा पनि जस्तै प्रत्येक ठाउँमा जस्तै 10 मिनट 15 मिनट भने पनि बोलेर बसिसकेपछि एकछिन सबैजनाको कुराहरू सुन्दा सुन्दै अलिकति ढिला पनि हुन पुग्यो साँझको बेलामा हजुरहरूको गुणगान गर्नेदेखि लिएर बाख्रा कोरमा सुन्नेदेखि लिएर विभिन्न कामहरू कुकुराहरू सुन्नेदेखि लिएर विभिन्न कामहरू हुँदा हुँदै पनि यसरी पर्खेर पुगेर बसेर आफ्नो प्रतिनिधिलाई यसरी भेटौँ उहाँहरूलाई जिज्ञासाहरू सल्लाह सुझावहरू दिउँ भनेर सन्देश राख्नु भएको छ त्यसको लागि पनि हजुरलाई धन्यवाद र आगामी दिनमा पनि त्यसरी नै भेटघाट गरेर छलफल गरेर हजुरसँग गफगाफ गरेर बुवाहरूका अनुभवहरू लिएर युवाहरूको जोस जाँगरलाई लिएर सँगसँगै सहकार्य गर्छ